नेपालको लज्जास्पद हार, सायद लाज पनि लजाए होला नेपालको खेल देखेर। यस्तो झोर प्रदर्शन गरेर पनि विश्वकपमा टेस्ट टिमलाई हराउन सकिन्छ त? बलिङ के गर्या थियो? श्रीलङ्का ए विरुद्ध यस्तो प्रकारको धुलाई भेटिन्छ भने इङ्ग्लिस ब्याटरले वाङखटेको पेसमा के बाँकी राख्लान् त? उफ, बिहिबार नेपालको बलिङ हेर्दा लाग्यो बलरहरू भर्खरै लामो आरामपछि मैदानमा निस्किएका हुन् र उनीहरू सिक्दैछन्। यति बोलिसकेपछि अब नेपाली भएर कति नेपाली टिमकै कति बेइज्जत गरेको हो भाइ भन्ने शैलीको कमेन्ट नआउलान् भन्न सकिन्न। तर आए आओस्, 2-4 शब्दले प्रहार गर्न रोकिन्न क्यारे। बिहिबारको खेलको पहिलो इनिङको कुरा गरौँ। घरेलु टिम श्रीलङ्का एले टस जितेर ब्याटिङ गर्दै 222 रनको स्कोरको पहाड खडा गर्यो, जहाँ लाहिरू उडाराले जमिनमा होइन माथि माथि उडाएरै मात्रै खेले। नेपाली बलरलाई उल्टो सुल्टो तरिकाले धुलाई गरेका उनले 52 बलमा 93 रनको विस्फोटक पारी खेले। अर्का ब्याटर साहान अरानसिङ्गेले पनि तिमी भन्दा म पनि के कम भन्दै 23 बलमा नट आउट 55 रनको पारी खेल्दै दिउँसे नेपाली बलरलाई तारा देखाए। यस्तै लाथेस क्रसपुलले पनि 53 रनको अर्धशतकीय पारी खेले। यी तीनैजना ब्याटरले श्रीलङ्काको सिनियर टिमको जर्सी समेत लगाइसकेका छन्। बलिङतर्फ मामा कुशल भुर्तेलको किफायती बलिङ गरे। उनले 4 ओभरमा 13 रन दिएर सर्वाधिक 2 विकेट चटकाए। अरू बलरको प्रदर्शनको कुरा छोडिदिउँ, कुरा नगरौँ, कुरा गर्यो कुराकै दुःख। बिहिबार नेपालको ब्याटिङ सुरुवात यस्तो थियो कि सुरुवातमै समर्थकलाई टेन्सनमा राखिदियो। 223 रनको विशाल लक्ष्य पन्छाइरहेको नेपालले 15 रन जोड्दा महत्त्वपूर्ण 4 विकेट गुमाइसकेको थियो। टिम 100 रनमै प्याक हुन्छ कि लागेको थियो। धन्न करणले केही हदसम्म भए पनि इज्जत जोगाए। उनले 36 बलमा नट आउट 41 रनको पारी खेले। लोकेश बम पनि केही समय बम झैँ पड्किने कोसिस गरे, जहाँ उनले 15 बलमा 25 रन जोडे। श्रीलङ्का एका लागि आइपिएलदेखि सिपिएल खेलेका नुवान थुसाराले 3 विकेट लिए। यस्तै चमेका करुणा रत्ने र दुसान हेमन्थाको नाममा 2-2 विकेट रह्यो। बलिङ ब्याटिङमै निराशाजनक प्रदर्शन गरेको यस खेलमा नेपाल 73 रनले पराजित भयो। यो सँगै नेपालले 3 खेलको अभ्यास सिरिज 1 म्याच अगावै गुमाएको छ। पहिलो खेलमा नेपाल 6 विकेटले स्तब्ध भएको थियो। नेपाल र श्रीलङ्का ए बीचको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ। के तेस्रो खेल नेपालले जित्दै क्लिन स्विप हुनबाट बच्ला त? कृपया आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न नभुल्नुहोला। र यस्तै खेलको समाचार अपडेटका लागि विनोद विष्ट युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।